यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथिज्यूहरू, आज यो देशमा एउटा भाष्य निर्माण भइरहेको छ। विद्यार्थी आन्दोलनमाथि एउटा हास्य व्यङ्ग्य जस्तो देशको कार्यकारीबाट त्यो खालको व्यवहारहरू भइरहेको छ। हाम्रो अग्रजहरूले यो विद्यार्थी सङ्गठन, कलम र तारा अङ्कित विद्यार्थी सङ्गठन आज स्थापना गर्नुभएको 62 वर्ष भइसकेको छ। यानि कि हामीभन्दा 2 गुणा जेठो सङ्गठन आज एउटा देशको सार्वभौम मुलुक, लोकतान्त्रिक मुलुक, गणतान्त्रिक मुलुक भन्दै आइरहेको देशको एउटा कार्यकारी प्रमुखले हामीमाथि खिसी टिउरी गरिराख्नु भएको छ। उहाँलाई म भन्न चाहन्छु, यो सङ्गठनको 62 वर्ष इतिहासतिर फर्केर एकचोटि हेरिदिनको म लागि अनुरोध गर्दै म आफ्नो कार्यपत्र प्रस्तुत गर्ने अनुमति चाहन्छु। शैक्षिक तथा राजनीतिक आन्दोलनमा विद्यार्थी सङ्गठनको भूमिका र आगामी कार्यदिशा विषय अन्तर्क्रिया गोष्ठीमा प्रस्तुत कार्यपत्र। 1. विषय प्रवेश। नेपाली विद्यार्थी आन्दोलनको इतिहास मुलुकको परिवर्तनको एक हिस्साका रूपमा स्थापित छ। देशलाई अग्रगमनको दिशामा दिशाबोध गराउन जहानिया राणा शासन विरोधी आन्दोलनहरूबाट सुरु भएको विद्यार्थी आन्दोलनको 2007 सालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। 2007 सालको प्रजातन्त्र स्थापना पछिका हरेक निरङ्कुशता विरोधी आन्दोलनमा विद्यार्थीहरू नवीन सोच र चिन्तन सहित आन्दोलनको अग्रभागमा रहेको पाइन्छ। नेपाल छात्र सङ्घ हुँदै सुरु भएको विद्यार्थी आन्दोलनको पहिलो स्वरूप 2004 सालको जयतु संस्कृतम आन्दोलन थियो। नेपाल छात्र सङ्घ हुँदै आन्दोलन सुरु गरेका विद्यार्थीहरूले अखिल नेपाल विद्यार्थी फेडरेसन अनेबिफे छोटकरीमा नेपाल विद्यार्थी फेडरेसन हुँदै विभिन्न कालखण्डमा आन्दोलनको मोर्चा सम्हालिरहे। 2007 सालको जहानिया राणा शासनको अन्त्यपछि स्थापना भएको प्रजातन्त्रमाथि 2017 साल पुस 1 गते तत्कालीन राजा महेन्द्रले कु गरेपछि विद्यार्थीहरूले थप आन्दोलनको आवश्यकता महसुस गर्न थालेका थिए। राजा महेन्द्रले कु गरेर सुरु गरेको निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्धमा विद्यार्थीहरू सङ्गठित हुँदै बिस्तारै अगाडि बढ्ने दृढताका साथ मोर्चामा सम्मिलित भएका थिए। एक दलीय निरङ्कुश शासनको बरखिलाफ गर्दै होमिएका विद्यार्थी आन्दोलनका कारण 2020 सालमा स्वतन्त्र विद्यार्थी युनियनको स्थापना गर्न मन्जुर भएको इतिहास रहेको छ। यसैको आधारमा 2021 साल जेठ 1 गते काठमाडौँको त्रिचन्द्र कलेजमा औपचारिक रूपमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भएको थियो। यसरी स्थापना भएको विद्यार्थी सङ्गठनमा विभिन्न कालखण्डमा एकता र विभाजनका रेखाहरू कोरिएका छन्। जो जहाँ जसरी आन्दोलनको नेतृत्व गरिरहेको भए पनि नेपाली विद्यार्थी आन्दोलन जहिले अग्रगमनको पक्षमा लागिरह्यो। मुलुकलाई निरङ्कुशताको कालो बादलबाट उन्मुक्त बनाउन विचार मिल्ने समूहहरूको बीचमा एकता र ध्रुवीकरणसँगै राष्ट्रिय राजनीतिका प्रमुख सवालहरूमा एकताबद्ध रहेको विद्यार्थी आन्दोलनले नयाँ आयामहरूको स्थापनार्थ आन्दोलित भइ नै रह्यो। चाहे यो यात्रा 2036 र 2046 को जनआन्दोलन हुँदै 2062-63 सम्म निरन्तर सक्रिय रह्यो। शैक्षिक मुद्दाबाट सुरु भई राजनीतिक परिवर्तनको सम्भाग बनेका विद्यार्थी सङ्गठनहरूले 2036 सालमा तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन गरेकै कारण राजालाई जनमत सङ्ग्रहमा जान बाध्य पारेको थियो। 2046 को ऐतिहासिक जनआन्दोलनमा विद्यार्थीहरूले अग्रमोर्चामा रहेर भूमिका खेलेको इतिहास छ। 2062-63 को जनआन्दोलनमा 104 वर्ष पुरानो निरङ्कुश राजतन्त्रको समूल अन्त्य गरी लोकतन्त्र स्थापना गर्नमा यिनै विद्यार्थीहरूको निर्णायक योगदान रहेको हामीले स्मरण गर्नुपर्दछ। र यो बिचमा म साथीहरूलाई के पनि अनुरोध गर्दछु भने हामीले टिपोटकर्ता पनि व्यवस्था गरेका छौँ। यदि यो कार्यपत्रभित्र
तपाईँहरूको त्यस्तो केही टिपोटहरू भए लेखेर राखिदिनुको निम्ति म अनुरोध गर्दछु। नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलन केवल शैक्षिक अधिकारको आन्दोलन मात्र नभई राजनीतिक परिवर्तन, लोकतान्त्रिक चेतना, सामाजिक न्याय र नागरिक अधिकारको महत्त्वपूर्ण वाहक रहँदै आएको छ। हालै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विश्वविद्यालय तथा शैक्षिक संस्थामा दलनिगत विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तथा सङ्गठन संरचना हटाउने निर्णय गरेपछि देशव्यापी बहस सिर्जना भएको छ। उक्त निर्णय विरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले विरोध गरेका छन् भने सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश नै जारी गरिसकेको अहिलेको अवस्था छ। शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने नाममा विद्यार्थीहरूको संविधान प्रदत्त सङ्गठन गर्ने स्वतन्त्रता, अभिव्यक्त स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विरुद्ध सरकार लागेको छ। सरकारको यस्तो अलोकतान्त्रिक निर्णयले नेपालमा विद्यार्थी आन्दोलनको आवश्यकता र महत्त्वलाई कमजोर बनाउन उद्यत रहेको छ। संविधान प्रदत्त सङ्गठन गर्ने स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अधिकार विरुद्ध सरकारले गरेको निर्णयको घोर भर्त्सना गर्दै फेरि एकपटक विद्यार्थीहरूले आन्दोलनको आधी बेहोरी ल्याउने आवश्यक देखिएको छ। तसर्थ यस कार्यपत्रले यही प्रश्नलाई ऐतिहासिक तथ्य, राजनीतिक सन्दर्भ, संवैधानिक आधार तथा शैक्षिक बहससँग जोडेर विश्लेषण गर्ने प्रयास गरेको छ। 2. कार्यपत्रको उद्देश्य। यो कार्यपत्र निम्न उद्देश्यहरूमा आधारित तयार गरिएको छ। 1. नेपालको राजनैतिक आन्दोलनमा विद्यार्थी सङ्गठनको ऐतिहासिक भूमिका विश्लेषण गर्नु। 2. शैक्षिक सुधार र विद्यार्थी अधिकार आन्दोलनमा उनीहरूको योगदान मूल्याङ्कन गर्नु। 3. वर्तमान सरकारी निर्णय र सर्वोच्च अदालतको आदेशलाई लोकतान्त्रिक तथा संवैधानिक दृष्टिले विश्लेषण गर्नु। 4. विद्यार्थी राजनीतिका सकारात्मक तथा नकारात्मक पक्षहरूको आलोचनात्मक समीक्षा गर्नु। 5. भविष्यमा विद्यार्थी आन्दोलनको दिशा र सुधारका सम्भावित उपायहरू प्रस्तुत गर्नु। शैक्षिक सुधारमा विद्यार्थी सङ्गठनको योगदान। विद्यार्थी सङ्गठनहरूले नेपालमा केवल राजनीतिक आन्दोलन मात्र होइन, शैक्षिक अधिकार र सुधारका क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। 1. शुल्क वृद्धि विरुद्ध आन्दोलन। निजी विद्यालय र कलेजहरूको समय समयमा गर्ने अत्याधिक शुल्क वृद्धि विरुद्ध विद्यार्थी सङ्गठनहरूले निरन्तर रूपमा आन्दोलन गर्दै आएका छन्। शिक्षा सेवामुखी भन्दा व्यापारिक भन्दै गएको अवस्थामा विद्यार्थी सङ्गठनले शुल्क नियन्त्रण, पारदर्शिता तथा सबैका लागि पहुँच योग्य शिक्षाको माग उठाएका छन्। आन्दोलनका क्रममा प्रदर्शन, ज्ञापन पत्र, तालाबन्दी, वार्ता तथा दबावमूलक कार्यक्रमहरू मार्फत सरकार र शैक्षिक संस्थाको ध्यान आकर्षित गर्ने प्रयास गरिएको देखिन्छ। विशेषतः मध्यम तथा निम्न आय भएका परिवारका विद्यार्थीहरू उच्च शुल्कका कारण शिक्षाबाट वञ्चित हुने जोखिम बढेपछि विद्यार्थी सङ्गठनहरूले शिक्षालाई मौलिक अधिकार र सार्वजनिक उत्तरदायित्वको विषयका रूपमा प्रस्तुत गरेका छन्। यस्ता आन्दोलनले शुल्क निर्धारणमा राज्यको नियमन, छात्रवृत्ति व्यवस्था विस्तार तथा निजी शैक्षिक संस्थाको उत्तरदायित्वबारे सार्वजनिक बहस सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। 2. स्वतन्त्र विद्यार्थी युनियन सोभियुको अभ्यास। स्वतन्त्र विद्यार्थी युनियन सोभियु विश्वविद्यालयभित्र लोकतान्त्रिक संस्कृतिको अभ्यास गर्न महत्त्वपूर्ण संरचनाको रूपमा स्थापित गरिएको देखिन्छ। सोभियु निर्वाचन मार्फत विद्यार्थीहरूले मतदान, उम्मेदवारी, प्रचार प्रसार, बहस तथा सङ्गठनात्मक प्रतिस्पर्धा जस्ता लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउने अवसर प्राप्त गर्छन्। यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता, निर्णय गर्ने दक्षता, सार्वजनिक बोलाइ, सङ्गठन सञ्चालन तथा जिम्मेवारी बोधको विकास गर्न सहयोग पुर्याएको मानिन्छ। साथै विभिन्न जाति, क्षेत्र, लिङ्ग तथा विचारधाराका विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यमका रूपमा पनि सोभियु अभ्यासलाई हेरिन्छ। विश्वविद्यालयभित्र नीतिगत विषय, शैक्षिक समस्या, विद्यार्थी अधिकार तथा सामाजिक राजनैतिक मुद्दामा बहस र संवादको संस्कृति विकास गर्न सोभियुले महत्त्वपूर्ण भूमिका खेलेको छ। यस प्रक्रियाले विद्यार्थीलाई केवल शैक्षिक जीवनमा सीमित नराखी भविष्यका सामाजिक, प्रशासनिक तथा राजनीतिक नेतृत्वका लागि तयार गर्ने मञ्चका रूपमा पनि काम गरेको देखिन्छ। 3. समावेशी शिक्षाको बहस। दलित, महिला, आदिवासी जनजाति, मधेसी
पिछडिएका समुदाय तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शिक्षामा समान पहुँच विस्तार गर्ने मुद्दालाई विद्यार्थी सङ्गठनहरूले निरन्तर रूपमा उठाउँदै आएका छन्। उच्च शिक्षा तथा विश्वविद्यालय प्रणालीमा सामाजिक, आर्थिक र भौगोलिक असमानताका कारण धेरै समुदाय पिछाडि परेको अवस्थामा विद्यार्थी सङ्गठनहरूले समावेशी नीति, आरक्षण, छात्रवृत्ति, समान अवसर तथा पहुँचमैत्री शिक्षा वातावरणको लागि माग गरेका छन्। विशेषतः गरिब, सीमान्तकृत तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित हुन नदिन राज्यले विशेष नीति अवलम्बन गर्नुपर्ने विषयमा सङ्गठनहरूले बहस र दबाव सिर्जना गरेका छन्। यसले शिक्षालाई केवल केही विशेष वर्गको पहुँचमा सीमित नराखी सामाजिक, न्यायिक समानता र लोकतान्त्रिक अधिकारसँग जोडिएको विषयका रूपमा स्थापित गर्न सहयोग गरेको देखिन्छ। साथै समावेशी शिक्षाको बहसले विश्वविद्यालयभित्र प्रतिनिधित्व, लैङ्गिक समानता, भाषिक तथा सांस्कृतिक विविधताको सम्मान जस्ता विषयलाई पनि शैक्षिक विमर्शको केन्द्रमा ल्याएको छ। 4. शिक्षा अधिकारको सवाल। नेपालको संविधान 2072ले शिक्षालाई मौलिक अधिकारका रूपमा स्थापित गरेपछि शिक्षा केवल व्यक्तिगत अवसर नभई राज्यको दायित्व र नागरिकको अधिकारका रूपमा व्याख्या हुन थालेको छ। यस अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न विद्यार्थी सङ्गठन तथा विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेका छन्। गुणस्तरीय, समान, सुलभ तथा पहुँचयोग्य शिक्षाको माग गर्दै विद्यार्थी सङ्गठनहरूले शुल्क नियन्त्रण, छात्रवृत्ति विस्तार, सार्वजनिक शिक्षामा लगानी वृद्धि तथा शैक्षिक असमानता अन्त्यका लागि विषयमा निरन्तर आवाज उठाएका छन्। विशेषतः गरिब, सीमान्तकृत तथा ग्रामीण समुदायका विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित हुन नदिन राज्य उत्तरदायित्व हुनुपर्ने बहसलाई विद्यार्थी आन्दोलनले बलियो बनाएको देखिन्छ। यस प्रक्रियाले शिक्षालाई बजारमुखी वस्तु नभई सामाजिक न्याय, समान अवसर र लोकतान्त्रिक अधिकारसँग जोडिएको सार्वजनिक अधिकारका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ। 5. वर्तमान विवाद, विद्यार्थी सङ्गठनमाथि सरकारी प्रतिबन्ध र लोकतान्त्रिक बहस। विक्रम सम्वत 2082 भदौमा उदाएको असङ्गठित जेनजी आन्दोलनले परम्परागत दलहरू र पुराना राजनीतिक संरचनाप्रति व्यापक असन्तुष्टि अभिव्यक्त गरेको थियो। सामाजिक सञ्जाल, डिजिटल अभियान तथा वैकल्पिक राजनीतिक भाष्यको माध्यमबाट विकसित उक्त आन्दोलनको प्रभावबाट बनेको वर्तमान सरकारले आफूलाई नयाँ राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ। यसै सन्दर्भमा सरकारले विश्वविद्यालय तथा शैक्षिक संस्थाभित्र क्रियाशील दलनिगत विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने तथा उनीहरूको संस्थागत उपस्थिति हटाउने निर्णय गरेपछि देशव्यापी बहस सुरु भएको छ। विद्यार्थी सङ्गठनहरू तथा लोकतान्त्रिक पक्षधर बौद्धिक वृत्तले यसलाई केवल प्रशासनिक सुधारको प्रयास मात्र नभई गहिरो राजनैतिक रणनीतिका रूपमा पनि हेर्न थालेका छन्। उनीहरूले तर्कमा नेपालका परम्परागत राजनीतिक दलहरूको वैचारिक, साङ्गठनिक तथा नेतृत्व निर्माणको आधारभूत विद्यार्थी सङ्गठन नै रहेका छन्। नेपालको राजनीतिक इतिहास हेर्दा राणा शासन विरोधी आन्दोलन, पञ्चायत विरोधी सङ्घर्ष, 2046 को जनआन्दोलन, 2062-63 को लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनासम्म विद्यार्थी सङ्गठनहरूले अग्रणी भूमिका खेलेका थिए। त्यसैले विद्यार्थी सङ्गठनलाई केवल क्याम्पस राजनीतिका रूपमा मात्र नभई लोकतान्त्रिक राजनीतिक संस्कृतिको प्रशिक्षण स्थलका रूपमा पनि हेरिन्छ। यस पृष्ठभूमिमा वर्तमान सरकारले निर्णयलाई पुराना राजनीतिक शक्तिको सामाजिक जरा कमजोर बनाउने प्रयासका रूपमा व्याख्या गर्न सकिन्छ। विशेषतः असङ्गठित डिजिटल आन्दोलनबाट उदाएको नयाँ राजनीतिक प्रवृत्तिले सङ्गठनिक विद्यार्थी शक्तिलाई आफ्नो वैकल्पिक राजनीतिक परियोजनाका लागि चुनौती ठानेको हुन सक्ने बहस पनि भइरहेको छ। त्यसकारण विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्धले लोकतान्त्रिक अभ्यास सीमित गर्न सक्छ, राजनीतिक चेतना कमजोर बनाउन सक्छ तथा विद्यार्थीहरूलाई राजनीति मुक्त बनाउने नाममा आलोचनात्मक चेतनाविहीन बनाउने खतरा बढेको छ। विद्यालय तथा विश्वविद्यालयहरू पूर्ण रूपमा राजनीतिक विहीन हुन सक्दैन, किनकि शिक्षा, विचार, राज्य र राजनीतिक
परस्पर सम्बन्धित विषयहरू हुन्। नेपालका विद्यार्थी राजनीतिक लोकतन्त्रको आधार हो। नेपाली राजनीतिक विश्वविद्यालय र लोकतान्त्रिक भविष्यको केन्द्रमा उभिएको देखिन्छ। सर्वोच्च अदालतले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यो निर्णय नेपालको संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रता, सङ्गठन खोल्ने अधिकार र राजनीतिक सहभागितालाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ। विद्यार्थी राजनीतिका सकारात्मक पक्ष। नेपालका लोकतान्त्रिक संस्कार निर्माण गर्न विद्यार्थी राजनीतिले युवामा नेतृत्व क्षमता, राजनीतिक चेतना, बहस संस्कृति र राजनीतिक सहभागिता बढाउने काम गरेको छ, जसलाई बुदागत रूपमा यसरी राख्न सकिन्छ। 1. राजनीतिक नेतृत्व उत्पादन। नेपालको राजनीतिक इतिहासमा विद्यार्थी सङ्गठनले केवल आन्दोलनको नेतृत्व मात्र गरेका छैनन्, उनीहरूले भविष्यका राष्ट्रिय नेताहरू उत्पादन गर्ने महत्त्वपूर्ण भूमिका पनि निर्वाह गरेका छन्। यही कारणले विद्यार्थी सङ्गठनलाई प्राय राजनीतिक विद्यालयका रूपमा पनि व्याख्या गर्न सकिन्छ। विद्यालय तथा विश्वविद्यालय स्तरमा हुने सङ्गठनात्मक अभ्यास, बहस, निर्वाचन, आन्दोलन भविष्यको राजनीतिक जीवनका लागि तयार बनाउने कार्य गर्दछ। नेपालका धेरै प्रभावशाली राजनीतिक नेताहरूले आफ्नो राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु गरेका उदाहरण पाइन्छ। विद्यार्थी राजनीतिले व्यक्तिलाई सङ्गठन सञ्चालन, जनसम्पर्क, वार्ता क्षमता, निर्णय प्रक्रिया, सङ्घर्षको अनुभव तथा नेतृत्व कौशल सिकाउने भएकाले यसलाई नेतृत्व उत्पादनको आधारभूमि मानिन्छ। विशेषतः 2036 सालको जनमत सङ्ग्रह, 46 सालको जनआन्दोलन, 62-63 को लोकतान्त्रिक आन्दोलन लगायत राजनीतिक परिवर्तनमा विद्यार्थी नेताहरू अग्रपङ्क्तिमा देखिएका थिए। विद्यार्थी सङ्गठनभित्र हुने निर्वाचन प्रक्रिया, सीमित निर्माण, समिति निर्माण, विचारधारात्मक प्रशिक्षण तथा राजनीतिक बहसले लोकतान्त्रिक संस्कार विकास गर्न मद्दत पुर्याउँछ। यसले विद्यार्थीहरूमा राजनीतिक चेतना, सामाजिक उत्तरदायित्व र सार्वजनिक जीवनप्रतिको रुचि बढाउँछ। त्यसैले विद्यार्थी राजनीति केवल शैक्षिक गतिविधि मात्र नभई नेतृत्व निर्माणको प्रयोगशाला पनि हो भन्ने धारणा स्थापित भएको छ। 2. सामाजिक न्यायको बहस। समावेशी, समानता, सामाजिक न्याय र मानव अधिकारका विषयमा विद्यार्थी सङ्गठनले महत्त्वपूर्ण दबाव सिर्जना गरेको छ। 7 नम्बर विद्यार्थी राजनीतिका चुनौती र आलोचना। विद्यार्थी आन्दोलनका ऐतिहासिक योगदान महत्त्वपूर्ण भए पनि वर्तमान अवस्थामा यी गम्भीर समस्या देखिन्छन्। 1. दलगत नियन्त्रण। कतिपय अवस्थामा विद्यार्थी सङ्गठन स्वतन्त्रताभन्दा बढी दलको भातृ सङ्गठनका रूपमा सीमित देखिन्छन्। 2. शैक्षिक वातावरणमा असर। कतिपय समयमा विद्यार्थी आन्दोलनको क्रममा तालाबन्दी, तोडफोड, हडताल, क्याम्पस अवरोधले शैक्षिक वातावरण प्रभावित भएको आलोचना छ। 3. हिंसात्मक प्रतिस्पर्धा। विद्यार्थी चुनाव र सङ्गठन विस्तारका क्रममा हिंसा तथा शक्ति प्रदर्शन हुने समस्या पनि देखिन्छ। 4. मुद्दाविहीन राजनीति। विद्यार्थी सङ्गठनहरू वास्तविक विद्यार्थी समस्याभन्दा दलगत शक्ति प्रदर्शन प्राथमिकता बन्ने प्रवृत्ति बढेको आरोप लाग्ने गरेको छ। 8. सङ्गठन निर्माण र भावी कार्यदिशा। विश्व तीव्र रूपमा डिजिटल नेटवर्क आधारित र ज्ञान आधारित समाजतर्फ अग्रसर भइरहेको छ। इन्टरनेट, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्चार, अनलाइन शिक्षा तथा विश्वव्यापी सूचना प्रवाहले नयाँ पुस्ताको सोच, राजनीतिक चेतना, सङ्गठन निर्माण शैली तथा आन्दोलनको स्वरूपमा गहिरो परिवर्तन ल्याएको छ। नेपालको विद्यार्थी आन्दोलन पनि अब परम्परागत जुलुस, बन्द, तालाबन्दी र शक्ति प्रदर्शन केन्द्रित अभ्यासबाट मात्र अघि बढ्न सक्दैन। वर्तमान पुस्ता बढी प्रश्न गर्ने, तथ्य खोज्ने, डिजिटल रूपमा जोडिने, वैकल्पिक सोच राख्ने तथा परिणाममुखी राजनीति खोज्ने पुस्ताका रूपमा विकसित हुँदै गइरहेको छ। यसकारण अबको विद्यार्थी सङ्गठन निर्माण र कार्यनीति समयानुकूल, प्रविधि मैत्री, लोकतान्त्रिक, अनुसन्धानमा आधारित र नीतिमूलक हुन आवश्यक देखिन्छ। सङ्गठन निर्माणका आगामी कार्यलाई बुदागत रूपमा प्रस्तुत गरेको छु। 1. डिजिटल युगमा सङ्गठन निर्माण। पहिले विद्यार्थी सङ्गठनको मुख्य आधार भौतिक उपस्थितिमा आधारित क्याम्पस राजनीतिक थियो।
अहिले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र अनलाइन नेटवर्किङले सङ्गठन निर्माणको स्वरूप परिवर्तन गरेको छ। अब विद्यार्थी सङ्गठनहरूले डिजिटल सदस्यता प्रणाली, अनलाइन छलफल, भर्चुअल बैठक, डिजिटल सचेतता अभियान, सूचना प्रवाहका अनलाइन माध्यम र डेटामा आधारित सङ्गठन व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने आवश्यक छ। 2. नयाँ पुस्ताको चेतना र बदलिदो राजनीति। आजको पुस्ता केवल नारामुखी राजनीति होइन, परिणाममुखी नेतृत्व, पारदर्शिता, उत्तरदायित्व, समावेशी, अवसरको समानता, वैज्ञानिक सोच तथा विश्वव्यापी दृष्टिकोण खोजिरहेको देखिन्छ। नयाँ पुस्ता परम्परागत आदेशनात्मक राजनीति भन्दा संवादनात्मक, सहभागितामूलक र आलोचनात्मक राजनीतिक संस्कृतिपट्टि बढी आकर्षित देखिन्छ। त्यसैले विद्यार्थी सङ्गठनहरूले वैचारिक प्रशिक्षण, नीतिगत बहस, अनुसन्धान, संस्कृति, तथ्यमा आधारित वकालत र सार्वजनिक उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ। 3. आन्दोलनको स्वरूपमा परिवर्तन गर्नु पर्दछ, जस्तो क. डिजिटल हस्ताक्षर अभियान, ख. ह्यासट्याग आन्दोलन, ग. भर्चुअल छलफल, घ. नीतिगत बहस र तार्किक प्रतिवाद, ङ. अनुसन्धानमा आधारित आन्दोलन, च. नागरिक पत्रकारिता। यी र यस्ता अभियान अबको विद्यार्थी आन्दोलन ज्ञानमा आधारित आन्दोलन बन्नुपर्ने आवश्यकता देखिन्छ। 4. भावी कार्यनीति। अबको विद्यार्थी आन्दोलनका लागि निम्न कार्यनीतिहरू अपनाउन सकिन्छ। क. ज्ञान आधारित आन्दोलन, तथ्य अनुसन्धान र नीतिगत बहसमा आधारित आन्दोलन निर्माण गर्ने। ख. डिजिटल सङ्गठन विस्तार, प्रविधि मैत्री, छोटो, छिटो र पारदर्शी सङ्गठन संरचना विकास गर्ने। ग. हिंसा मुक्त लोकतान्त्रिक अभ्यास, संवाद, बहस र विचार प्रतिस्पर्धात्मक प्राथमिकता दिने। घ. विद्यार्थी हित केन्द्रित राजनीति, दलगत शक्ति प्रदर्शनभन्दा शिक्षा, रोजगारी, अनुसन्धान र विद्यार्थी कल्याणलाई केन्द्रमा राख्ने। ङ. युवा नेतृत्व विकास, नयाँ पुस्तालाई वैचारिक, प्राविधिक र लोकतान्त्रिक नेतृत्वका लागि तयार गर्ने। च. राष्ट्रिय तथा विश्वव्यापी सहकार्य, विश्वविद्यालय, अनुसन्धान संस्था, नागरिक समाज तथा अन्तर्राष्ट्रिय विद्यार्थी सञ्जालसँग सहकार्य बढाउने। निष्कर्ष: प्रविधिगत परिवर्तन र नयाँ पुस्ताको चेतनाले विद्यार्थी आन्दोलनको स्वरूप परिवर्तन गरिरहेको छ। अबको विद्यार्थी सङ्गठन केवल राजनीतिक दलको भातृ सङ्गठनमा सीमित नभई ज्ञान, अनुसन्धान, डिजिटल चेतना, लोकतान्त्रिक अभ्यास र सामाजिक रूपान्तरणको आधुनिक संस्थाका रूपमा विकसित हुनुपर्ने आवश्यकता छ। यदि विद्यार्थी आन्दोलनले समयानुकूल नयाँ कार्यनीति निर्माण गर्न सकियो भने भविष्यमा पनि नेपाली समाजको परिवर्तनकारी शक्ति बन्न सक्छ। छलफलका लागि प्रश्नहरू: 1. विद्यार्थी राजनीतिक लोकतन्त्रको अभ्यास हो कि शैक्षिक अवरोध? 2. विद्यालय पूर्ण रूपमा राजनीतिक मुक्त हुन सक्छ? 3. विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध संविधान सम्मत हो त? 4. विद्यार्थी आन्दोलनलाई कसरी जिम्मेवार र रचनात्मक बनाउन सकिन्छ? 5. सोभियु निर्वाचन प्रणालीलाई कसरी पुनर्जीवित गर्न सकिन्छ? यिनै विषयहरूमा आजको अन्तर्क्रियालाई केन्द्रित गरौँ र नयाँ एउटा निष्कर्षमा पुगौँ जसले शैक्षिक क्षेत्रको उन्नयनका साथ सारा विद्यार्थीको भाग्य भविष्यलाई उज्यालोतर्फ लैजाने राजनीतिक कार्यदिशाको बाटो खुलाओस्। धन्यवाद। नमस्कार। लाल सलाम।